म चाहिँ छेमाघर जान्छु भनेर र हामी पनि अब हल्का यसो फोटो भिडियो खिच्दैछौँ। मम्मीहरू पनि आउनु हुँदैछ। सो हेलो गाइस, स्वागत छ तपाईँहरूलाई मेरो अर्को नयाँ ब्लगमा। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला भन्ने, र म पनि सन्चै छु भन्दै आजको ब्लगको स्टार्ट भइसकेको छ बर्नेदेखि। मैले जस्तो तपाईँहरूलाई अस्तिको भिडियोमा भनेको थिएँ नि, हिजोको भिडियोमा म चाहिँ छेमाघर जान्छु भनेर, र हामी चाहिँ यहाँनिर छेमाघर आएर यहाँनिर भिडियो फोटोहरू खिचिरहेको छौँ। यो चाहिँ हो भाइरल सिरिज। यहाँ चाहिँ अब अर्को महिनादेखि चाहिँ एकदम भाइरल भएपछि धेरैजना मान्छेहरू आउनुहुन्छ नि त यहाँ फोटोहरू भिडियोहरू खिच्नको लागि, र हामी पनि अब हल्का यसो फोटो भिडियो खिच्दैछौँ। र मम्मीहरू यहाँनिर टिकटक बनाउनु हुँदैछ। यहाँ हाम्रो निशा बहिनी बसिरहेछन्। राम्रै त छेउ तिमी। यहाँ टिकटक बनाउने अरे मम्मीहरू छेमाहरू। र गाइस मेरो चाहिँ नि त कुनै पनि भिडियोमा किनभने क्यामेरा फेस गर्नु चाहिँ पहिले सुरुमा हो नि त। फर्स्ट बनाउँदैछु भिडियो, अनि क्यामेरा फेस गर्नुलाई चाहिँ यति कष्ट हुँदो रहेछ। मान्छेको छेउमा अब कसैको छेउमा भिडियो बनाइरहेको छ, बजारमा पब्लिक प्लेसमा भिडियो बनाउँदाखेरि पनि अलिकति गाह्रो हुँदो रहेछ कि अब कसैले के भन्छ कि भन्नेहरू पनि हुँदो रहेछ, लाज लाग्दो रहेछ नि त। र हिजोको भिडियोमा पनि मैले लास्टको पार्ट चाहिँ अपलोड गर्नु बिर्सेको थिएँ। म छेमाघर जान्छु भनेर भनेको थिएँ नि त। त्यो भिडियोमा चाहिँ मैले छेमाघर आइपुगेको चाहिँ त्यो चाहिँ मैले बिर्सेको थिएँ, लाजले होइन, त्यो चाहिँ मैले बिर्सेको थिएँ होइन। र हो त्यस्तो हुन्छ। अस्ति नै पनि एउटा भिडियोमा सानो सानो क्लिप्सहरू छुट्टिन्छ क्या। सो गाइस यतातिर अब भाइरल सिरिजले मात्रै भएन, यता बगानतिर पनि पस्नुपर्ने भयो यहाँ फोटो भिडियो खिच्नको लागि। यहाँनिर फोटो भिडियो हुँदैछ, र म पनि आएको यहाँ चस्माहरू बोकेर भिडियो गर्नुलाई, फोटोहरू खिच्नको लागि। यहाँनिर हामी चाहिँ आइपुगिसकेको छौँ बिर्ता मोड। अहिले बिहान छेमाहरूबाट निस्किँदाखेरि ढिलो भयो नि त, 1 बजिसकेको थियो निस्किँदा ओर्दा, फोटो खिच्दा भिडियो गर्दा। र अहिले चाहिँ बिर्ता मोड आइपुगिसकेको छौँ। र यहाँबाट चाहिँ फेरि जानुपर्ने हुन्छ, हामीहरू ठुलो मम्मीको घर जानुपर्ने हुन्छ नि त। आएको बेलामा सबैतिर निस्किनु पर्ने हुन्छ। र अब यहाँदेखि चाहिँ हामी खुद्नाबारी जान्छौँ, ठुलो मम्मी घर पसेर अनि त्यहाँदेखि घर जानेछौँ। हामी चाहिँ आइसकेको छौँ ठुलो मम्मी घरबाट, र आइपुगेर लुगासुगा फेरिसेर अब चाहिँ खाना खानु लागेको। खानामा चाहिँ मैले बनाएको छु सुँगुरको आन्द्रा भुँडी, र अब चाहिँ खाना खाने हो। आइपुगेर लुगासुगा फेरिसकेको, र अब चाहिँ म खाना खानेछु। सो आजको लागि चाहिँ यति नै, भेट्नेछु अर्को ब्लगमा। बाई बाई।